हेलो साथीहो, नमस्ते। आज चाहिँ म जापानको क्योतो सिटीमा अवस्थित आरासियामा भन्ने ठाउँ एक्सप्लोर गर्न जाँदैछु। मलाई मेरो जापानिज साथीको भनाइअनुसार त नेपाली होस्, तँलाई चाहिँ आरासियामा भन्ने ठाउँ चाहिँ एकदम मन पर्न सक्छ, राम्रो लाग्न सक्छ, घुम्न जा भनेर चाहिँ साथीले मलाई भन्यो। र मलाई पनि के रहेछ त आरासियामामा, घुमौँ न त नेपालीलाई मनपर्ने के रहेछ भन्ने सोच आयो र आज म नेपालकै जर्सी लाएर चाहिँ आरासियामा भन्ने ठाउँमा घुम्न जाँदैछु र साथीहरूले मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ होला भन्ने आशा गरेको छु। है त अब हामी आरासियामामा घुम्न जाऊँ। यो म चाहिँ अहिले फुसिमी इनारी स्टेसन आइपुगेको छु र यहाँबाट ट्रेनको वेट गर्दैछु। ट्रेन आएपछि हामी गइन्छ आरासियामा है। यहाँबाट चाहिँ क्योतो पुगेपछि चाहिँ मैले अर्को ट्रेन चेन्ज गर्नुपर्छ। त्यहाँ पछि चाहिँ आरासियामासम्म गइन्छ र अलिकति हिँड्नुपर्छ है त। अहिले चाहिँ म ट्रेनको वेट गर्दैछु। Searching for a place to call my own, but every step brings me closer to the past. Our step brings me closer to the past. I love Kyoto. I walk alone down empty streets. The city lights, they don't shine for me. यो म जाने ट्रेन गयो र फाइनली म आरासियामा स्टेसनमा आइपुगेँ र यहाँबाट चाहिँ म हिँड्दैछु। अब हेर्नु पऱ्यो नि त के रहेछ अब आरासियामामा। जापानिज साथीले जहाँ भन्यो, मलाई त्यस्तो मन पर्ने के छ यहाँ खै हेर्छु है त। Lonely, oh so lonely, in this world that's been so fast. I'm searching for a place to call my own, but every step brings me closer to the past. मेरो फोन झऱ्यो यार। Every time we cross paths, my heart skips a beat. There's a feeling in the air that's oh so sweet. I can't help but wonder what it'll be like when you finally come into my life. I'm waiting, waiting, waiting for you, counting down the minutes till you're here, it's true. In my dreams I see your face, I'm ready. Finally अब बेम्बो फरेस्ट यानी कि बाँझ्याङ सकियो र अब चाहिँ म आरासियामाको चाहिँ मेन पोइन्टतिर चाहिँ जान्छु है त। अब यो बिच जङ्गलमा म एक्लै हिँड्दैछु र यहाँको चाहिँ एक्सपिरियन्स लिँदैछु। माथिसम्म चाहिँ मङ्की पार्क हुनसक्छ भन्दा पनि छ र म चाहिँ माथि जान्छु। वाह, ओ माई गड, खोला छ त यहाँ त, खोला छ त। म ब्याक गर्छु है। Can't wait to see you're infectious. Every time we cross paths, my heart skips a beat. There's a feeling in the air that's so so sweet. I can't help but wonder what it'll be like when you finally come. मेरो पछाडि चाहिँ मान्छेहरु चाहिँ एकदम रमाइलो गर्दैछन्, इन्जोय गर्दैछन् लाइफको चाहिँ हरेक पल चाहिँ रमाइलो गर्दैछन् र यहाँ पछाडि चाहिँ रोक्दैछन् है त। अब झर्छन् होला। Ready to embrace. रमाइलो भ्यू नि रमाइलो के अब भन्दा है। अब बोटिङ गर्न मन छ, नुहाउन मन छ। त बोटिङ एक्लै गर्दाखेरि अब क्यामेरा कसले समात्दिने, फेरि झर भन्दा गयो त है।
म यो मेरो पछाडि भएको यो माथि डाँडा छ नि यो यो चाहिँ म चढ्छु र माथि मङ्की पार्क आफूलाई फेरि बाँदर भने चाहिँ असाध्यै मनपर्ने यो तल दुईवटा बहिनीहरू हुन्छ उनीहरू चाहिँ एकदम इन्जोय गरिराख्नु भएको छ रमाइलो गरिराख्नु भएको छ वाह यस्तो घाम पनि छ घाममा अनि टक्क कालो चस्मा लगाएपछि दिएको छ मलाई ठिक दिएको छ साथी हो कमेन्ट गरौँ है हेरौँ त पछाडिको आमा यहाँमा हेरौँ न यहाँमा 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 भनेको चाहिँ अब नेपालीमा चाहिँ पहाड क्या पहाड खोलाबाट त खुट्टा निकाल्नै मन लाग्दैन त अहिले एकछिनपछि के हुने यो थाहा छैन है रमाइलो गर्ने के यसरी खुट्टा टिपाउँदा रमाइलो हुन्छ है केही गर्नुपर्छ जिन्दगीमा केही गर्नु पर्दैन यो खोला अब धेरै हेरियो अब माथि डाँडा चढ्ने हो यहाँ चाहिँ इच्छिमाはいありがとうございます。ありがとうございます。यहाँ चाहिँ बाँदरलाई चाहिँ केरा नदे भन्नु भनेको छ र मैले चाहिँ केरा ल्याएको छैन मङ्की पार्कमा त्यति धेरै मङ्की त रहेनछ र यहाँबाट चाहिँ केउतोको भ्यू चाहिँ दामी देखिँदो रहेछ म साथीहरूलाई चाहिँ केउतोको भ्यू देखाउँछ है त बाँदर रहेनछ म त फर्केको यति धेरै बाँदर हेर्न आएको झन् घामले हो कि केले हो बाँदर सबै लुकेछन् 12 साढे 12 बजे मध्ये घाम आयो बाँदर त लुकेछ ठिक छ अब जाडोमा आउनु पर्ला पछि फेरि ल है त साथीहरू आजको भिडियो कस्तो लाग्यो लाइक सेयर सब्सक्राइब अनि कमेन्ट गर्न नबिर्सिनु होला उही हजुरहरूको सर्वाधिकारी बाई बाई